हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल र आज म के कुरा गर्न गइरहेको छु भन्दा यो मान्छेहरूले पुलिस क्लियरेन्स रिपोर्ट कसरी बनाउने, पुलिस रिपोर्ट कसरी बनाउने भनेर धेरै सोधिरहेका हुन्छन् र यो पुलिस क्लियरेन्स रिपोर्ट चाहिँ घरमै बसेर कसरी बनाउने आफ्नो मोबाइल या ल्यापटप र इन्टरनेटको सहायताले हामीले पुलिस क्लियरेन्स रिपोर्टको लागि चाहिँ आवेदन भर्न सक्छौँ र यो कसरी बनाउने भन्ने बारेमा यो भिडियोमा चर्चा गर्नेछु। एउटा स्टेप बाई स्टेप्स कसरी गर्ने भनेर पुलिस क्लियरेन्स रिपोर्ट बनाउँदाखेरि गाह्रो भएको मानिसहरूलाई थोरै भए पनि सहज हुनसक्छ। पुलिस क्लियरेन्स रिपोर्ट चाहिँ आफैले घरमा बसी पनि बनाउन सक्नुहुन्छ र यो भिडियो पुरा हेरेर एकदम साथ दिनु होला। लेट्स बिगिन टु द भिडियो। मेन प्रब्लम भनेको चाहिँ यो पुलिस रिपोर्ट बनाउनको लागि चाहिँ हाम्रो यो फोटोको रहेछ। सुरुमा हामी फोटो बनाउँ है त। फोटो बनाउनको लागि चाहिँ हामीले क्रोम ब्राउजरमा एउटा नयाँ ट्याब खोलेर इमेज रिसाइजर भनेर सर्च गरौँ। इमेज रिसाइजर भनेर सर्च गरेपछि यस्तो इन्टरफेस आउँछ। अनि यो फर्स्टको यो इमेज रिसाइजर .com भन्ने लिङ्क मार्फत हामी बनाउने हो। यो लिङ्क चाहिँ म युट्युबको डिस्क्रिप्सनमा पनि हालिदिनेछु हजुरहरूलाई सजिलोको लागि। ल यो लिङ्कमा क्लिक गरौँ। अब यो लिङ्कमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। यो इन्टरफेसमा चाहिँ हामीले के गर्ने भन्दाखेरि सेलेक्ट इमेज भन्ने अप्सन हुन्छ। सेलेक्ट इमेज भन्ने अप्सनबाट हामीले एउटा इमेज सिलेक्ट गरौँ है त। मेरो इमेज हालेपछि इमेज प्रोसेसिङ भएर अपलोड भएपछि यो इन्टरफेस आउँछ। यो इन्टरफेस आएपछि हामीले यसमा के गर्ने भन्दाखेरि यसमा चाहिँ यहाँ क्रपमा गएर क्रप इमेजमा गएर क्रप इमेज गर्ने। अनि यो एक्सपेक्टेड रेसियोलाई चाहिँ हामीले कस्टममा राखौँ। अनि त्यसपछि चाहिँ वेटमा 600 बाई 6 हाइटमा 600 गरिसकेपछि ठ्याक्क नाकको टुप्पामा चाहिँ प्लस आइटम राखेर सबैतिर फोटो क्लियर हुनु पर्यो। फोटो वाइट ब्याकग्राउन्डमा हुनुपर्छ। मेन चाहिँ वाइट ब्याकग्राउन्डमा होस् हजुरको फोटो खिचेको फोटो। अनि त्यसपछि हामीले यो इमेजलाई सबै सेट गरेपछि क्रप गरौँ। अनि क्रप गरिसकेपछि यस्तो आउँछ। अनि अर्को भुल्नु नहुने कुरा चाहिँ हाम्रो यो टार्गेट फाइल साइज भनेको हुन्छ। टार्गेट फाइल साइजमा चाहिँ एमबीमा हुनसक्छ। यो एमबी छ भने केबीमा राखौँ। अनि केबीमा राखेर 200 केबी गरेर सेभ इमेज एज ओरिजिनलमै राखेर एक्सपोर्ट गरिदिउँ। अनि एक्सपोर्ट गरिसकेपछि एकछिन वेट गरेपछि प्रोसेसिङमा जान्छ। प्रोसेसिङ भएपछि हाम्रो इमेज तयार भएर डाउनलोड इमेज भनेर आउँछ होइन। अब डाउनलोड इमेज भनेर आएपछि डाउनलोड इमेज गरेर हाम्रो इमेज डाउनलोड हुन्छ। फोटो सबै रेडी भइसकेपछि हामीले एप्लाई गर्न सक्छौँ। र अब हामी चाहिँ अब पुलिस रिपोर्ट बनाउनको लागि अकाउन्ट क्रिएट गर्न जाउँ। हामीले अर्को फेरि गुगलमा गएर चाहिँ पुलिस रिपोर्ट भनेर सर्च गरिसकेपछि चाहिँ अकाउन्ट क्रिएट गर्नको लागि चाहिँ हामीले पुलिस रिपोर्ट भनेर सर्च गर्नुपर्छ। पुलिस रिपोर्ट भनेर हामीले सर्च गरिसकेपछि सुरुमा अनलाइन पुलिस क्लियरेन्स रजिस्ट्रेसन सिस्टम भनेर आउँछ। र यो पनि मैले मेरो डिस्क्रिप्सनमा हालिदिन्छु। हजुरले त्यो डिस्क्रिप्सनको लिङ्क मार्फत सिधै यसमा आउन सक्नुहुनेछ। यसमा क्लिक गरेर गइसकेपछि तपाईँलाई यस्तो इन्टरफेस आउँछ। यहाँ चाहिँ एउटा लगइनको ठाउँमा एउटा इमेल र पासवर्ड हुन्छ। इफ हजुरहरूले पहिल्यै आफूले आइडी बनाइसक्नु भएको छ भने आफ्नो इमेल र पासवर्ड हालेर सिधै लगइन पनि गर्न सक्नुहुनेछ। तपाईँहरूको अलरेडी एकाउन्ट छ भने चाहिँ हजुरहरूले आफ्नो इमेल र पासवर्ड हालेर सिधै लगइन गर्न सक्नुहुन्छ। अथवा पासवर्ड बिर्सिनु भएको छ भने पनि फरवर्ड पासवर्ड गरेर हजुरले पहिला लगइन गरिसकेको इमेल मार्फत यसलाई लगइन गरेर फेरि जान सक्नुहुनेछ। यदि तपाईँहरू अकाउन्ट बनाउनु भएको छैन, फर्स्ट टाइम यो पुलिस क्लियरेन्स रजिस्ट्रेसन सिस्टममा अकाउन्ट बनाउन लाग्नु भएको छ भने चाहिँ रजिस्टरमा थिच्नुहोस्। त्यसपछि चाहिँ के भन्छ भने हु आर यु भनेर सोध्छ। अब आइएम नेपाली नै हो भने अब आइएम नेपाली भनेर ट्याक्क टिक लाउँदा हुन्छ। अब फरेनर हो भने फरेनरमा टिक लाउनु, र रेफ्युजी हो भने अब आइएम रेफ्युजीमा टिक लाउनुहोस्। र प्रायः बनाउने भनेको नेपाली नै होला सायद। नेपालीमा क्लिक गरेर चाहिँ हामीले अब नेक्स्ट गर्नुपर्ने हुन्छ। हामीले नेक्स्ट गरिसकेपछि हाम्रो यो इन्टरफेस आउँछ। अनि यसमा चाहिँ अब फर्स्ट नेम राखौँ। हामीले सुरुमा फर्स्ट नेम राख्दैछु म। मिडल नेम छ भने हजुरहरूको मिडल नेम पनि राख्नु। अनि लास्ट नेम राख्नुहोस्। लास्ट नेम राखिसकेपछि अब मेल फिमेल के हो त्यसमा लाउनुहोस्। अनि आफ्नो मोबाइल नम्बर चलाइरहेको मोबाइल नम्बर यहाँ राख्नुहोस्। अनि त्यसपछि इमेलको सेक्सनमा आफ्नो इमेल आइडी चलाइरहेको इमेल आइडी एक्टिभ इमेल आइडी यसमा राख्नुहोस्। मैले चाहिँ इमेल आइडी राखिसकेँ। जब इमेल आइडी राखिसकेपछि यहाँ इन्टर क्याप्चा भनेर दिएको हुन्छ। यो क्याप्चा चाहिँ डिफ्रेन्ट हुन्छ। आफ्नो गर्दै पछि डिफ्रेन्ट क्याप्चा हुन्छ। यसमा मेरोमा चाहिँ अहिले 0746661 छ। मैले मेरो क्याप्चा राखिसकेपछि हामीले रजिस्टर छ नि, रजिस्टरमा क्लिक गरेपछि हामीले त्यहाँबाट रजिस्टर गरेर यो एउटा यस्तो इन्टरफेस आउँछ। यो इन्टरफेसमा चाहिँ हामीले पर्सनल इन्फर्मेसन भर्नुपर्ने हुन्छ। यहाँ चाहिँ अब आफ्नो नाम मागेको हुन्छ, फादर्स नेम मागेको हुन्छ, मदर्स नेम मागेको हुन्छ, डेट अफ बर्थहरू सबै हुन्छ। हामीले यसलाई अब फिल गर्छौँ। एउटा अर्को महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि स्पाउस नेम भनेर दिएको छ। इफ बे भएको छ भने यो एड गर्नुपर्छ, बे भएको छैन भने यो नगर्दा नि भयो, स्किप गर्दा हुन्छ। अब म आफ्नो इन्फर्मेसन भर्छु। इमेल आइडी छ, आफूले अगाडि जुन इमेल हाल्नु भएको छ इमेल आइडी
त्यही इमेल आइडी यसमा फिलअप गर्नु होला। अनि त्यसपछि मोबाइल नम्बर पनि आफ्नै मोबाइल नम्बर, अनि जेन्डरमा मेल या फिमेल एउटा चुज गरेर युजर इमेजमा चाहिँ हामीले अब आफूले अघि नै बनाएको फोटो थियो, जुन फोटो छ त्यो फोटोलाई चाहिँ यहाँ ब्राउज गरेर आफ्नो इमेज यहाँ अपलोड गर्नुपर्ने हुनेछ। त्यसपछि अर्को लास्टमा छ भने यहाँ सेलेक्ट योर चुज अप्सन गरिसकेपछि यहाँ अब के को लागि एप्लाई गर्न लाग्यो, अब बाहिरको लागि एप्लाई गर्न लागेको हुन्छ एप्लाई विथ सिटिजनसिप एन्ड पासपोर्टमा टिक लगाएर चाहिँ हामीले अब नेक्स्ट गर्नुपर्ने हुन्छ। हामीले नेक्स्ट क्लिक गरेपछि यस्तो इन्टरफेस आउँछ। यसमा चाहिँ हाम्रो नागरिकता बन्दाखेरिको पहिलाको पुरानो फर्मेटमा बनेको हो कि अहिले पछि नयाँ प्रोभिजनलहरूको छुट्याइसकेपछि त्यो फर्मेटमा बनेको, त्यो चुज गर्नुपर्ने हुन्छ। आफ्नो नागरिकता कुन फर्मेटमा छ, पुरानोमा छ भने पुरानो चुज गर्नु पऱ्यो, नयाँ छ भने चाहिँ एड्रेस इन न्यू फर्मेट भनेर चुज गर्नु पऱ्यो। अनि त्यसपछि अब कुन प्रोभिजन स्टेट के हो त्यो आफूले चुज गरेर डिस्ट्रिक्ट चुज गर्ने, म्युनिसिपालिटी नेम चुज गर्ने। त्यसपछि आफ्नो सबै यहाँ डिटेल फिल गर्ने। आर यु लिभिङ इन नेपाल भनेको ठाउँमा आई एम लिभिङ इन नेपाल राखिसकेपछि यहाँ सेम एज सिटिजनसिप एड्रेस भन्ने छ। अब सेम एज सिटिजनसिप एड्रेसमा टिक लगाउनु भने तपाईँको माथि जे भर्नुभएको त्यो सिधै यहाँ फिलअप हुन्छ। इफ तपाईँहरू अब आफ्नो सिटिजनसिप एड्रेसभन्दा बाहिर अब काठमाडौँ कहीँ बस्नुभएको छ भने चाहिँ यहाँ म्यानुअल रूपमा हजुरहरूले यहाँ आफ्नो इन्फर्मेसन भर्नुपर्ने हुन्छ। अनि त्यसपछि हाम्रो यहाँ आउँछ लास्टमा भिजा प्रपोज डिटेल भनेर। भिजा प्रपोज डिटेलमा चाहिँ हामीले अब कुन कन्ट्रीको लागि जान लागेको त्यो सेलेक्ट अ कन्ट्री भन्नेमा सेलेक्ट गर्नु पऱ्यो। अब प्रपोज के को लागि हो भने चाहिँ अब मैले चाहिँ बाहिर पढ्न जानको लागि भएर मैले चाहिँ फर स्टुडेन्ट भिजा भनेर लेख्थेँ। हजुरहरूले अब के को लागि हो त्यो आफूले लेख्नु होला यहाँ। अनि अब त्यसपछि अर्को छ यहाँ रिलेटिभ कन्ट्याक्ट डिटेल छ। यसमा चाहिँ नेपालमा भएको रिलेटिभको कन्ट्याक्ट डिटेल आफ्नो बाबाको मम्मीको जसको दिने भयो, मैले चाहिँ आफ्नो बाबाको नम्बर यहाँ हाल्दै। त्यसपछि नेक्स्ट गरौँ। नेक्स्ट गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। अब यहाँ चाहिँ हामीले सिटिजनसिप डिटेलहरू के छ त्यो सबै सिटिजनसिपमा भएको डिटेलहरू फिल गर्नुपर्ने हुन्छ। म यो डिटेल आफ्नो डिटेल फिल गर्नेछु। सिटिजनसिपको फ्रन्ट एन्ड ब्याक दुइटैको फोटो एकदम क्लियर रूपमा क्याम स्क्यानरले केले गर्नुहुन्छ स्क्यान गरेर चाहिँ यहाँ दुइटै फिल गर्नुपर्ने हुन्छ। अनि त्यसपछि तलपट्टि छ पासपोर्ट डिटेल्स भनेर। पासपोर्ट डिटेल्समा चाहिँ आफ्नो पासपोर्ट नम्बर के हो, आफ्नो पासपोर्ट नम्बर फिल गर्नुहोस्। पासपोर्ट इस्यु भएको डेट, इस्यु इयर मन्थ डेट आफूले त्यहाँ फिल गरेर एक्सपायर डेट पनि हुन्छ पासपोर्टको चाहिँ, पासपोर्टको एक्सपायर डेट पनि यहाँ फिल गर्नु होला। त्यसपछि हामीले नेक्स्ट गरौँ। नेक्स्ट गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। नेक्स्ट गरिसकेपछि सेल्फ डिक्लेरेसन भन्नेमा एउटा यो यस्तो इन्टरफेस आउँछ। यसमा चाहिँ डु यु ह्याभ क्रिमिनल हिस्ट्री भनेर आउँछ। अब छैन भने नोमा टिक गरेर हामीले नेक्स्ट गर्नुपर्ने छ। हजुरहरूले सबै सम्पूर्ण भर्नुभएको डिटेलहरू चाहिँ यहाँ प्रिभ्यूमा देखाउँछ, कहाँ के गल्ती भएको छ कि छैन एकचोटि राम्रोसँग डिटेली चेक गरेर के भने सबै इन्फर्मेसन ठिक छ भनिसकेपछि हामीले तल यहाँ आई हियर बाई सबमिट द एप्लिकेसन्स भन्ने यसमा टिक लगाएर यहाँ क्याप्चा दिएको हुन्छ, इन्टर क्याप्चा भनेर त्यहाँ जे दिएको हो त्यो क्याप्चा इन्टर गरौँ। यहाँ चाहिँ 018996 छ। म यो इन्टर क्याप्चा हालेर म यसलाई सबमिट गर्नेछु। मैले यो क्याप्चा हालेर मैले सबमिट गरेँ। सबमिट गरेपछि एकछिन वेट गरेपछि यो सबमिट हुन्छ। सबमिट भएपछि यहाँ आफूले भरेको इन्फर्मेसनको नाम, एप्लिकेसन्स आइडी गरेर कहिले सबमिट गरेको देखाएर इन प्रोग्रेस भनेर देखाउँछ। यो एप्लिकेसन्स हेज नट बिन भेरिफाइड भन्छ, यो भेरिफाईको लागि जान्छ। भेरिफाइड भएको 1 देखि 1 विक वर्किङ डेजभित्र हजुरहरूको पुलिस रिपोर्ट बनिसक्छ। हजुरहरूले पुलिस रिपोर्ट डाउनलोड गर्नको लागि चाहिँ हजुरहरूले फेरि यही वेबसाइटमा आएर आफ्नो आइडी लगइन गरेर आफ्नो पुलिस रिपोर्ट डाउनलोड गर्न सक्नुहुन्छ।